हजुर, नमस्ते सबैजनालाई। उरी कन्सल्टेन्सीको यो नयाँ भिडियोमा यहाँहरूलाई आज म यो एचआरडी कोरियाले जुन नोटिस निकालेको छ त्यो सम्बन्धी केही जानकारी गराउँ भन्ने हेतुले भिडियो बनाउँदैछु। तपाईँहरूले इपिएसको एउटा वेबसाइटमा हेर्नुभयो भने, कोङ्चीसाङमा हेर्नुभयो भने तपाईँले एउटा नोटिस देख्नुहुन्छ। त्यसमा स्किल टेस्टमा केही परिवर्तन गरेको छ भन्ने खालको पोइन्टको बारेमा चाहिँ विशेष गरी यसमा चर्चा गरिएको छ। पोइन्टको कुरा, त्यसै गरी केही नयाँ कुराहरू पनि थपिएको छ है भन्ने कुरा पनि छ। वेगुक इन्लक सन्बाल पोइन्ट जे किनिङसियम म्यान्जप छाम्गो चार्यो के छ यसमा त छँदैछ। त्योभन्दा नि अघि तपाईँले बुझ्नुपर्ने कुरा भनेको चाहिँ पोइन्ट सिस्टम हो। पोइन्टमा चाहिँ के छ त कुरा भनेर भन्दाखेरि पहिला जुन अङ्क दिइन्थ्यो स्किल टेस्टमा, त्यो स्किल टेस्टको अङ्क चेन्ज भएको छ। जी पहिला फिजिकलको लागि छेर्यकको 30 थियो, त्यसै गरी खिचोखिनुङको लागि 40 थियो र म्यान्जपको लागि 30 थियो भने अहिले चेन्ज गरेर छेर्यकलाई 30 नै छ भने खिचोखिनुङलाई घटाएर 20, त्यसै गरी इन्टरभ्यूलाई चाहिँ 50 अङ्क गरेर बढाएको छ है। यताबाट 20 अङ्क घटाएर गएर त्यो 20 अङ्क यता इन्टरभ्यूमा थपेको छ भने इन्टरभ्यू एकदमै महत्त्वपूर्ण हुनेवाला छ र इन्टरभ्यूमा के सोध्ने र कति कति अङ्क दिने त भन्ने कुरा पनि यहाँनिर क्लियरली इपिएस टपिक कोरिया जुन वेबसाइट छ त्यहाँनिर चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। यहाँ अहिले मैले तपाईँले सरसर्ती भन्ने हो भने छागिसोगे मेत्तेदो 3 अङ्क थियो पहिला छागिसोगेको लागि भने अहिले 2 अङ्क छ। त्यसै गरी 6 अङ्क खिचोथेवा र हेन्दोङ जिसीको लागि थियो भने अहिले पनि 6 अङ्क नै छ। त्यसै गरी छागब्दोको मेछिसी सुहेङ निङको लागि 3 अङ्क 6 अङ्क थियो भने अहिले 5 अङ्क, त्यसै गरी 15 अङ्क छ। क्वेसनहरू कतिवटा सोध्ने त भनेर भन्दाखेरि छागब दोगुको पहिला 3टा सोध्थ्यो भने अहिले 5वटा, त्यसै गरी छागब चिसी 3वटा सोध्थ्यो भने अहिले 5वटा सोध्ने भन्ने कुरा छ। र यही नै क्वेसनहरू के सोध्ने त भन्ने खालको कुरा चाहिँ त्यो म्याटेरियल्सहरू पनि अहिले एचआरडी कोरियाको वेबसाइटमा हालिसकेको छ। त्यसै गरी आन्जन इन्सिक पनि छ 6 अङ्कको, अहिले 10 अङ्क बनाएको छ है त। यी कुराहरूलाई ध्यान दिनु पर्यो। त्यसै गरी फिजिकलको कुरा गर्ने हो भने फिजिकलमा चाहिँ तपाईँले आन्यक त्यो हातको नाप्ने र पेगुन्यक ढाडको नाप्ने जुन छ त्यो छँदैछ। त्यसै गरी हाइट र वेट लिने कुरा छ भने विशेषमा चाहिँ बर्फी टेस्ट गराउने है, त्यो एउटा चाहिँ गराउने भन्ने खालको चाहिँ यहाँ नोटिस राखेको तपाईँले देख्न सक्नुहुन्छ। अब अर्को कुरा के छ त भनेर भन्दाखेरि तपाईँलाई त्यो जुन मेटेरियल्स दिएको छ एक्स्ट्रा इन्टरभ्यूको लागि त्यो के छ त भनेर हामी सरसर्ती एकचोटि हेर्ने हो भने यहाँनिर तपाईँले सिङ्ग्यु छागब्दोगु न्यू वर्क टुल्सहरू देख्नुहुन्छ। केही टुल्सहरू जुन अस्ति कोमा जुन आएको टुल्सहरू छ त्योभन्दा केही थप छ। त्यसै गरी म्यानुफ्याक्चरिङ र एग्रिकल्चरमा के क्वेसनहरू हुने त भन्ने खालका कुराहरू पनि छँदैछन् है त। सानप आन्जन म्यानुअल इन्डस्ट्रियल सेफ्टी डायलगको म्यानुअल छ, त्यो म्यानुअल अनुसारले हेर्नु पर्यो। अब के छ त वर्क टुल्सहरू भनेर हेर्ने हो भने वर्क टुल्सहरूमा धेरै त थपेको छैन, 2 4 6 8 10 12वटा छ है। त्यसै गरी फेरि 2 4 6 8 10 11वटा है। त्यसरी छ मेन्युमा भने एग्रीमा पनि केही थपेको छ 2 4 5, त्यसै गरी 6 7 8 9 10वटा जस्तो थपेको छ। हामीलाई फिसिङको लागि काम छैन, फिसिङको लागि हामीलाई मतलब भएन। त्यसै गरी तपाईँले म्यानुअलहरू जुन डायलग म्यानुअल छ नि उनीहरूले सोध्ने क्वेसन हो, यो चाहिँ तपाईँले सबभन्दा महत्त्वपूर्ण हुन्छ। यो चाहिँ तपाईँहरूले राम्ररी हेरेर बुझेर कण्ठ नै पार्दा पनि हुन्छ भनेर भन्छु म। तर कण्ठ पार्दाखेरि प्रोनाउन्सिएसन पनि राम्रो गरेर चाहिँ गर्नु पर्यो। स्क्रिप्टहरू दिएको छ, स्क्रिप्टहरूमा छागब छनमा 6वटाको केही टपिकहरू छन्। त्यसै गरी छागब जुङमा 14वटा टपिक, त्यसै गरी छागब हुको लागि 5वटा र इसाङ फाल्सेङसी है केही अरू उत्पन्न हुने बेलामा के गर्ने त भन्ने खालका केही कुराहरू छन्। अब क्वेसनहरू चाहिँ यसरी सोध्न सक्छ है भन्ने खालको छ। पोगुगा मोसिङ्गायो होइन, पोगुएनुन अत्तन जोङ्नुगा इन्नायो, पोगुरुल वे छागङ हे हल्कायो, मरिरुल पोहागी उए छागङ हानुन पोगुन मोसिङ्गायो है। यिनीहरू क्वेसनहरू भनेको नर्मल क्वेसनहरू हो भनेर भनेको। र केही एक्स्ट्रा एकदम हार्डवाला क्वेसन चाहिँ यो थर्ड यहाँ 3 नम्बर राखेको छ। नोपुन जाङ्सो एसा छागछि आन्जन्मो वे छागङ या हानुन पोगुनुन मोसिङ्गायो। अब यसको एन्सरहरू पनि यहाँ दिएको छ है। एन्सरहरू यस्तो यस्तो हुन सक्छन् गरेर एन्सर छ है। एन्सरहरू यहाँनिर टन्न छ, त्यो एन्सरहरूलाई हेर्नु पर्यो। त्यसरी क्वेसन 2, त्यसै गरी भिजाङ्गो दोङ थेपिरो वागिन सम्बन्धी केही क्वेसनहरू क्वेसन 2 भयो। यसरी नै क्वेसनहरू टन्नै छन्। क्वेसनहरू कतिवटा छन् भनेर मैले यसरी लास्टमासम्म तपाईँले देखाउने हो भने क्वेसनहरू लगभग 29 भयो यो, र लास्टमा आएर 30वटासम्म चाहिँ क्वेसनहरू छन् है। यो क्वेसनहरू 30वटा, त्यो भित्र पनि क्वेसनहरू छन् है त।
जी त्यो क्वेसनहरू धेरै नै छन्। यो क्वेसनहरूलाई चाहिँ तपाईँले एकदमै चाहिँ ध्यान दिनु पऱ्यो। र हामीहरूको यो उरी कन्सल्टेन्सीमा स्किल टेस्टको क्लास अलरेडी भइ नै रहेको थियो, दिउँसो क्लास भइरहेको थियो भने अब फेरि पनि म्यानुफ्याक्चरिङको लागि चाहिँ पर्सि 8 बजे बिहानबाट क्लास हुन लागिरहेको छ। स्किल टेस्टको प्र्याक्टिस गरिसक्नुभएकाहरूले त ठिकै छ, यो क्वेसनहरूलाई फेरि पनि घरमै बसेर ट्राई गर्दा भइहाल्यो। तपाईँहरू प्र्याक्टिस गर्नुहोस्। यो हाम्रो उरी कन्सल्टेन्सीको पेजमा अथवा तपाईँले एचआरडीको पेजबाट पनि डाउनलोड गर्न सकिहाल्नुहुन्छ। यदि डाउनलोड गर्न सक्नु भएन भने हामीलाई मेसेज गर्नुहोस्, हामीले त्यो लिङ्क राखिदिउँला, अथवा तपाईँ जताबाट पनि यो चाहिँ लिन सकिहाल्नुहुन्छ। यसमा गाह्रो कुरो भएन। मुख्य कुरा भनेको चाहिँ तपाईँहरूले यसलाई चाहिँ राम्ररी प्र्याक्टिस गर्नु पर्यो। र यदि कसैले क्लास लिनु भएको छैन अहिलेसम्म भने चाहिँ हाम्रोमा क्लास पर्सि 8 बजेबाट चाहिँ बिहानबाट चाहिँ क्लास हुँदैछ, नयाँ क्लास हो।